नेपालमा अहिले चर्किएको विषय, नेपालमा फेरि राजा चाहियो। डेमोक्रेटिक सिस्टमलाई हटाएर फेरि एकचोटि मोनार्की ल्याम। मानिसहरूले लगाएको यो नारा मलाई समयको बर्बादी मात्र लाग्छ। किनभने सही मान्छे सही ठाउँमा पुग्यो भने विकास हुने हो। त्यो चाहे राजा होस् या डेमोक्रेटीबाट आएको प्रधानमन्त्री होस्। नेपालमा एउटै मान्छे कैयौँचोटि प्रधानमन्त्री बन्छन् र उमेर पनि बुढा मात्र हुन्छन्। यो कुरालाई बदल्नुपर्छ हामी युवाहरूले। खास भन्ने भन्दाखेरि यो कुरामा नारा लगाएको भए म समर्थ दिन्थेँ, तर यो फाल्तुको नारा लगाएको केही काम छैन। यो नारा देखेर त मलाई हाँसो लाग्छ। मैले गुगलमा एकचोटि चेक गरेको है, एउटा मान्छेले भनेको थियो नेपालको सबभन्दा कम आइक्यू हुन्छ विश्वभरिमा, र हेरेको सबभन्दा कम आइक्यू नै रहेछ नेपालको। र यस्ता घटना देखेपछि हो साँच्चै रहेछ कि भन्ने सोध्छु र मात्र हाँसो पनि लाग्छ क्या, दुःख साथ। र यो कुरालाई चाहिँ हामीले एकचोटि सोच विचार गरेर कतातिर हामीले जोड दिनुपर्छ, आफ्नो समय दिनुपर्छ भन्ने कुरा एकचोटि ख्याल गरेर राम्रो मानिसलाई सत्तामा ल्याम। राजा को बन्ने त? राजा फेरि त्यही पुरानो? म पनि त बन्न सक्छु, हजुर पनि बन्न सक्नुहुन्छ, सबैको इच्छा होला। त्यो त भएन नि त। राजा आफै बन्नुपर्छ, आफै अगाडि बढ्नुपर्छ, अरूलाई पनि लिन सक्नुपर्छ। यो कुरामा हामीले जोड दिनुपर्छ खास भन्ने भने। र यही थियो मेरो धारणा। हजुरहरूलाई के लाग्छ? हजुरलाई मेरो कुरा ठिक लाग्छ भने ठिक छ भन्नुहोस्, नत्र बेठिक छ भन्नुहोस्। यो हजुर र मेरो आफ्नो ओपिनियनहरू मिल्छ मिल्दैन एकचोटि कमेन्ट सेक्सनमा पनि भन्न सक्नुहुन्छ। यदि केही मेरो विषयमा मैले भनेको कुरा केही ठिक लागेन भने यो कुरा भएन है भनेर भन्नुहोस्, म पनि त्यसमा विचार दिन्छु। हस् त, यही थियो। धन्यवाद।